ए भाउजू चाहिँ हुनुहुन्न दाजुभाइ छ नि दाजु भाउजू नै हुनुहुन्छ के गर्नु हुँदैछ नराज दाजु ए छोराम्रो टाडी छोराम्रो टाडी खाङ्ग्री डोको छ न खाङ्ग्रे डोको बोक्दैछु खाङ्ग्रे डोको माग्छ छ न कि अलिक अति पो त्यो हो खाङ्ग्रे हो हजुर अब यसलाई चाहिँ एक्सप्लेन गरिदिउँ हजुर यो मैले बोकिराखेको यो डोको एकदम ठुलो डोको योभन्दा अझै ठुलो हुन्छ यो चाहिँ अलिक बिचको मजाउले खालको यो मैले किन बोकिराखेको छु भने तपाईँलाई मैले हिजो पनि मैले त्यो घरको खोगीहरू अनि त्यो फुर्लुङहरू पनि मैले देखाएँ अनि यो त्यसपछिबाट मैले खाङ्ग्रे डोकोको कुरा गरेको छु त्यो खाङ्ग्रे डोको एउटा यो हो होइन यो चाहिँ यता हिजोको सानो पानी डोका थियो भन्छ सानो पत्कर सोर्ने कामहरू गरिन्छ यो चाहिँ यस्तो ठुल्ठुलो पाहाडतिर प्रायः यो काम गरिन्छ होइन यो मैले एक किसिमले अब धेरै 10 वर्षपछि पनि मैले यो डोकोको दर्शन गर्न पाएको छु अरू बेला आउँदा पनि अब आउँदा हुन्थ्यो तर योपालि चाहिँ मैले यो यस्ता कुराहरूसँग प्रत्यक्ष रूपमा मैले अलिकति घुलमिल हुने मौका पाएको कारणले गर्दाखेरि यो म भिडियो बनाऊँ भने पनि मैले बनाएको छु भिडियो पनि क्लिक गर्न ए ऊ पनि फोटो पनि अनि मौका पाएको कारणले गर्दा त्यो मौकामा चाहिँ मैले यो ठिक्क भिडियो पनि बनाइराखेको यो सम्झना स्वरूप पनि हुन्छ यो पछाडिको घर पनि देखिरहनु भएको छ यो पुरानो घर धेरै वर्ष पुरानो घरहरू पनि हो यो घरमा हामी हुर्केर जन्मेर चाहिँ ताते ताते गर्दै बोलेर सिकेर हाम्रो बाङ्गा छनाहरूको हात पक्रिँदै पनि हामी यो ठाउँमा जन्मेर हुर्केर निस्केको चाहाङ र ऊ सामा साले पनि अर्काको किक्लिक बनाएको घर पनि यही हो उद्यममा ऊ छना रहेछु के हो कुरा भन्ने कुरा म यो विचार आउँछु सोध्दै गर छना कुरो के भने यहाँ त हामी अलिकति थोरै हाम्रो उमेश बान्ता दाजु चाहिँ कसरी किक्लिक भयो अरे छना चाखाङ चाननका अनि फुत्तै लोन त खारा है यो नि खारा अनि फेरि टिपेर खानुभयो बेजेत गर्नु पायो भने दाजुहरूले मौका दियो भन्दैमा यति साह्रो पनि उ नगर न होइन के अब कतिपय हुन्छ त अब चिजैलाई ए हजुर हाम्रो दाजुलाई पहिला नसे भनेर चिन्छ पहिलाको यता नसे उता बोसे अहिलेको बोसे अहिलेको नसे यहाँनिर पहिला भन्दा धेरै उल्टो भइदियो क्या नसेर बोसे हेर्नुहोस् त पहिलाको बोसे पहिलाको बोसे पहिलाको नसे अहिलेको बोसे अहिलेको नसे हाम्रो हेलो सन्से तायामा सम्झना हुन्छ हजुर बाङा हजुर त तान्दिसिङ कालो जेठौ जेठा नि अब माइला साइला काइला अन्तरे जन्तरे लखन्तरेहरू बाँकी नै छ अनि यहाँ त अनि एक टिम फुटबल टिम भए पनि भलिबलसम्म त एक टिम चाहिँ पुगोस् है दाजु भाउजूहरू भर्खर फर्स्ट अटर स्पाइकर फर्स्ट स्पाइकर ए दाजुलाई किक्लिक भएको यही हो यही बसेर खाँदै गरेको यसरी लहरै बसेर किक्लिक हुनु भयो अरे अनि
छनाले यता हाम्रो कान्छी छनाले चाहिँ भक्कै ढाडमा ढाडमा हान्दाखेरि चाहिँ फुत्तै निस्किएको भन्नुहुन्छ दाजुले। यहाँ यसो यो पिरा ओछारे यस्तो पिराहरू ओछाएर कि गुन्द्री ओछाएर बसेको थियौँ अनि त्यसो गर्दै गरेको सानो 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 यस्तो पछि अब हाम्रो चुल्हा कोठा यही छ हाम्रो बाङ्गाको चुल्हा कोठा त्यतिखेर चिन्ता रहेछ ऊ यहाँको न ए छ न ऊ मेन्टा खानु देख्ने नि अनङ थियो हजुर मागले सिनमान चिन्दो त्यहाँ उयापट्टि खाऊ यापट्टि पाखालुङ माखालुङ खोइ खाएको त नि मर्निङ नि ममियाङ छ मर्निङ हुन्छ नि पाखालुङ माखालुङ हुन्मालुङ चामलिङ चाहिँ पापालुङ मामालुङ र दि अर्को दि मयङ नि दि मयङ अनि गानगाना बानगाना पाखाप्लुङ माखाप्लुङ र हुन्मालुङ पा भनेको अब मेछा भो मेछा छ भमा पाखाप्लुङ नि हो अनि हुन्मालुङ नि हो छाची दि खाना नि पाखाप्लुङ नि हो मेन दिवाची पाची माखाम्लुङ नि हो दिमाची माचीमा अनि हुन्मालुङ नि हो चाहिँ सारा झारा मेन्ची दि छाची मेन छेतकुमाची यानी हो मनाची यानी यानी हो चाहिँ हुन्मालुङ नि है ए पाखाप्लुङ हुन्मालुङ हुन्मालुङ पाखाप्लुङ माखाप्लुङ र हुन्मालुङ अनि मेन चाहिँ है हो चाहिँ पहिला पाखाप्लुङलाई पमाथि अनि माखाप्लुङलाई पमाथि मात्रै हुन्मालुङलाई पमाथि कि भाइ अन्त रे अनि त्यस्तो त्यस्तो कुराहरू अब हामी त त्यही त हो नि हाम्रो संस्कार अनुसार त के कान्छा हजुर दाजु कान्छा माइला सबै हामी हेर्दाखेरि सानो ढुङ्गाको चोइटा देख्छौँ यो 3टा ढुङ्गा योसँग चाहिँ हाम्रो त धेरै नै ठुलो कुराहरू जोडेको छ त होइन यो कुराहरू जान्नु हामीलाई एकदम जान्न आवश्यकता छ यहाँ हामीले चाहिँ सबै कुरा हामीले जन्मेदेखि मर्दासम्म लानुलाई अब हाम्रो राई घर किराँती हामी बान्ता राईभित्र हाम्रो यो नभई नहुने भाउजूले अब छोयो निगार साइडको जाड खाइन्छ कि म चाहिँ अलि जडिया छु है साँच्चै होला म त अलि जाड खान्छु नि 3:30 बजी खान्डाडा पुगेर पर पुग्नु भने हिँडेको गाँठ्यो प्योर अघि मकै खन्थ्यौँ नि हो त मकैको जाडे भाउजूले यता भाउजू होइन भाउजू छोयो आलु योसँग हिँड्नु खत्तम रहेछ 8 मिनट भयो त्यही हो नि यो हाम्रो यो अब यो 3 जिल्लाको कुरा हुँदै थियो हजुर त्यो 3 जिल्ला भनेको हाम्रो के यो चिया कसले पकाउँछ यहाँ चिनी हुनु पर्दैन किनेर ल्याउनु पर्छ अघि नै मलाई बिसाउँछ क्या आउला थाहा छ ओके साच्चै हो मलाई पनि त बिसाउँछ बिसाउँछ दिन हामीलाई पनि बिसाउँदैन के दिन हुन्छ आहा लु के अलि खा नगर न नखाने मान्छेलाई कर नगर्नु के धेरै खाएपछि त हामीलाई पनि बिसाउँछ एक हलसँगै खानुहोस् त त्यहाँ बसेर म फोटो पनि लिन्छु के बस्नै गर पर नगर न भाइ बस्नै गर केमा बस्नु हामीलाई के मुला चाहियो अलिक टुक्रुको स्टेप मिलाउनु हुन्छ त्यस फेरि ओइ सर मेरो चाहिँ यता दाजु अब सक्दिनु ल यसै कुराहरू अब कौशलले चाहिँ जबरजस्ती गरेर मैले भिडियो बनाएको अब यही हो हाम्रो यहाँ बान्ताङमा पनि 2टा घर चाहिँ चेन्ज भएको छैन हाम्रो जेठा देवाको र कान्छा बाङाको यहाँ अब त्यसो भन्दाखेरि नवराजले भन्छ कहाँ जेठा देवाको चाहिँ छ हाम्रो त जस्ता जस्तै भन्नुहुन्छ तर यहाँ हाम्रो यो कोठा यो कोठा जस्ता जस्तै मैले देखेँ देखेको छु यही हामी यहाँ गाउँघरमा छौँ गाउँघरमा बसिन्जेलसम्म सबै अब देवाहरूसँग बाङाहरूसँग छनाहरूसँग भाइहरूसँग सबैसँग म भिडियो बनाएर म पोस्ट गर्छु भिडियो सबै कुराहरू आउँछन् यो भिडियो चाहिँ यसैबाट चाहिँ म बिदा हुन्छु लभ यु अल बुढाबुढी भएपछि आँखा देखिँदैन रहेछ के
हाम्रो दाजु चाहिँ यहाँनिर पुरानो संस्कार चलन्ती यस्तो थियो कि आगोको ठुटा भाँडो यसरी चुरोट बालिन्थ्यो बिडी बालिन्थ्यो छुल्काइन्थ्यो मिठो छ वान्स मोर अब गोलो गोलो पनि हान्ने हुन्छ को फेरि फेरि मोर फेरि यता हाम्रो दाजु छक्कै पर्नु भएको छ नयाँ है नयाँ हुन्छ जुत्ता खोइ चप्पु लाउने तल कान थाहा त अलिक केटो